हेलो फ्रेंड्स, वेलकम बैक टू माई न्यू भिडियो। तपाईलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। आजको ब्लग चाहिँ मेरो दोस्रो ब्लग रहेको छ। मेरो पहिलो ब्लग चाहिँ हेर्नुभएको छैन भने मेरो च्यानलमा गएर हेर्नु होला हैन। मलाई फर्स्टमा के भन्न चाहन्छु भने मेरो चाहिँ भिडियोलाई लाइक गर्नु होला र अनि च्यानललाई सब्स्क्राइब गर्नु होला। आज चाहिँ मौसम लास्टै खराब छ हैन, देख्न सक्नुहुन्छ। लास्टै हुस्सो लागेको छ, मौसम लास्टै खराब छ है, यताउति नै देखिन्न राम्रोसँग। मलाई चाहिँ गाई धुनु छ हैन, मलाई चाहिँ धुन आउँदैन। उ त्यो माथि घरको भाउजूलाई बोलाऊँ भनेको चाहिँ भाउजू चाहिँ बजार जानुभएछ, त्यही भएर त्यो माथिल्लो घरको फुपूलाई बोलाउँछु। फुपूले भन्दैन भाइ ठुला बुवा फुपू कहाँ गाई धोइदिउ भन पो छिटो। ल साथीहरू, अब फुपू आउनुहुन्छ आउनुहुन्छ कि नै? आएपछि गाई साई धुने हो, त्यसपछि खाना खानिन्छ। अनि खाना खाएपछि गाउँतिर जानुपर्छ। हामी चाहिँ एकजना बाजे बित्नु भएको थियो अस्ति नै होइन, 11-12 दिन भयो बाजे बितेको। चाहिँ 11-12 दिनमा चाहिँ के गरिँदो रहेछ क्या, के खानेकुराहरू खन्छ। अनि त्यसपछि गएर टन्न खानेकुरा खानुपर्छ होइन। पहिला चाहिँ गाई धुनुपर्छ, अनि त्यसपछि गरौँला सबै कुरा। फुपू आउनुहुन्न, फुपू आएपछि एकछिनमा गाई धुनुपर्छ। यस्तो अँडेर रहे। कस्तो त्यही ल गाइस, दुध धोएर सकियो। हेर्नुहोस् न भाइ, सेतो खुवाई लाग्ने दुध। यो दुध चाहिँ टक्क लगेर पकाउनुपर्छ होइन। दुध चाहिँ लगेर पकाउने हो साथीहरू। मैले चाहिँ भर्खर खानासाना खाएर सकेँ होइन। भिडियो हेर्नेले खानासाना खाइयो, अब बिस्तारै भाँडा धुनुपर्छ होइन। कतिपय केटाहरू चाहिँ भाँडा धुन लाज मान्छन्, अनि मैले चाहिँ त्यस्तो केही लाग्दैन होइन। केटा होस् या केटी, अब भाँडा चाहिँ धुनुपर्छ होइन। खाना खाएपछि त भाँडा धुनै पर्यो। अब बरु खरायोलाई घाँस हाल्नु पर्यो होइन। यता भाइले घाँस हाल्दैछ, यी खरायोलाई घाँस हाल्दैछ होइन। अस्ति भर्खर खरायोले बच्चा पाएको थियो, 2टा छन्। अनि यो चाहिँ अघिल्लोचोटि पाएको बच्चाहरू चाहिँ माथिल्लो खोरमा छन् होइन। यी हेर्न सक्नुहुन्छ। म बाहिर निकाल्छु है यसलाई। यत्रो भइसक्यो हेर न, ल यी यत्रो भइसक्यो। यी हेर्न सक्नुहुन्छ गाइज होइन। यी अर्को, यसको नाम चाहिँ त्यो जहिले खाएको घाँस चाहिँ त्यो लोकल रहेछ। अलि यो चाहिँ अलि गरमको रहेछ, यो ठुलो रहेछ है। त्यो घाँसको नाम के गरे? तल लगेर यसलाई खोरमा हाल्नुपर्छ। ल साथीहरू, खरायोलाई घाँस हालेर पनि सकियो होइन। देखाइहालेँ मैले, झन्डै रडेँ यार। खरायो पनि देखाइहालेँ। अब म चाहिँ गाउँ चाहिँ पछि जान्छु। कति बज्यो अहिले होइन, अलि पछितिर जान्छु म गाउँ। मम्मीले फोन गर्नुहुन्छ होइन। फोन गरेपछि अब भनौँ न, फोन गरेपछि ट्याक्क म कपडासपडा लगाएर जान्छु। म त्यतिखेर देखाउँछु। अब के गर्नु यार, घरमा बस्ने पनि झ्याउ लाग्छ है। गाउँ तल छ, अब घरको कामहरू गर्छु म सबै। अनि त्यसपछि म गाउँतिर जान्छु। मम्मीले फोन गरेपछि त्यतिखेर देखाउँछु म तपाईँहरूलाई। अहिलेको लागि बसौँ न घरतिर। ल साथीहरू, हामी चाहिँ गाउँ जान लाग्यो होइन। टक्क पाएर 2 भाइमा जाने हो होइन। यता भाइ पनि छ। अब 5-6 मिनट लाग्छ गाउँ पुग्न। त्यहाँ हामी चाहिँ त्यो बाजेको स्टेज देखाउने ठाउँमा जान्छौँ होइन। त्यहाँ पुगेपछि देखाउँछौँ तपाईँहरूलाई। अहिले चाहिँ के त्यतिकै हिँडेको के देखाउने, त्यतिकै भिडियो लामो हुन्छ होइन। अब सिधै हामी त्यहाँ पुगेपछि देखाउँछौँ। हस् त साथीहरू, हामी चाहिँ पुगिसकेका छौँ होइन। स्टेज देखाउने ठाउँ यहाँ मान्छेहरू टन्नै छन्। ल हाम्रो साथीहरू छन् होइन टन्नै। अब हामी चाहिँ सिधै त्यहाँ गएर देखाउँछौँ तपाईँहरूलाई। लेख्न आएको रे। हामी चाहिँ स्टेज देखाउने ठाउँ पुगिसकेका छौँ। जमा छिटो।
समाजसेविका बन्न खोजिरहेको छ यो भाइले सबको दिन दुखीहरूलाई यसले हेरिरहेको छ यो सबैको समस्या बुझ्छ सबैको दुःख बुझ्छ यो भाइले त्यस कारणले आफ्नै तर्फ अथवा अर्थात् अरूको तर्फबाट यसले बाँडिरहेछ पारी ल नितेश बाबु ल है यिन भतुवा छोरा यिन भतुवा छोरा यहाँ यहाँ एक नम्बरका भतुवा छोरा यिन भतुवा छोरा साथीहरू हामी चाहिँ त्यो सबै बाँडेर होइन खाएर हात मुख धोएर हामी आइसक्यौँ हामी घरतिर लाग्छौँ होइन आजको भ्लग यति नै हस् त